रातभरि पानी परेको थियो होइन यतातिर चाहिँ। र अहिले बिहान चाहिँ बन्द भएको छ, तर पनि अलिअलि बादल छ। तर घाम सूर्योदय हुने बेला भइसकेको छ होइन। त्यो हुने बेलामा चाहिँ यहाँ तलतिर चाहिँ खासै त्यस्तो उज्यालो भन्नाले सूर्यको किरणहरू आइसकेको छैन। तर पनि त्यो माथि टाकुरामा भने यहाँनिर भने त्यो उताको रिफ्लेक्ट के कस्तो मजाले त्यो डाँडोमा चाहिँ घाम लागिरहेको छ कि। अनि त्यो डाँडोलाई हेर्दै गर्दाखेरि मलाई बिहानी एउटा कुरा याद आयो। म मेरो आँखाहरू पर्वतहरूतिर उचाल्दछु, मेरो गुहार परम प्रभुबाट आउँदछ भन्ने परमेश्वरको वचनमा भजन सङ्ग्रह 121मा चाहिँ त्यो कुरा लेखिएको छ। अनि परमेश्वर चाहिँ त्यो टाकुरा, त्यो पहाड, त्यो टाकुरामा घाम होइन लगाउने, पृथ्वीमा जतासुकै घाम त आइ नै रहन्छ। तर यो समय कस्तो अचम्मको दृश्य क्या, त्यहाँ माथि घाम लागिरहेको छ, यहाँ तलतिर चाहिँ बादलहरू छाइरहेको छ नि त। अनि परमेश्वर चाहिँ आफ्नो समयमा काम गर्नुहुने परमेश्वर हुनुहुन्छ र अचम्म रोधेको काम गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। हामीलाई देख्दाखेरि चाहिँ कसरी भयो होला र भन्ने लाग्छ, तर परमेश्वरमा सम्भव छ। त्यो कारणले गर्दा हाम्रो आशा चाहिँ जहिले पनि परमप्रभुमा हुनुपर्छ। हिजो मात्रै होइन, आज मात्रै होइन, भोलिको दिनहरूमा पनि परमेश्वरमा हाम्रो आशा हुनुपर्छ। मेरो आशा चाहिँ परमेश्वरमाथि छ, हुनेछ। र हाम्रो आशा अझै पनि परमेश्वरमा हुन्छ भन्ने निश्चयताको साथ हामी अगाडि बढ्यौँ र हामीले हाम्रो आशा अझै पनि परमेश्वरमा लगायौँ भने चाहिँ हाम्रो जीवनमा पनि होइन यो खडेरीमा, यो बादलमा कसरी घाम लाग्न सक्छ र कसरी रातभरि त्यस्तो ठुलो पानी परेर कसरी बिहान बन्द हुनसक्छ र भन्ने लागिरहेको सिचुएसनहरू हुनसक्छ होइन। विभिन्न किसिमका अप्ठ्यारा परिस्थितिहरू, उलझ्यो बाढी आदि जस्तै हाम्रो जीवनमा पनि विभिन्न किसिमका सङ्कष्टका कुराहरू, कष्टका कुराहरू, दुःखका कुराहरू, नसोचेका कुराहरू हुन सक्छन्। तर परमेश्वर चाहिँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँमा असम्भव भन्ने कुरा केही पनि छैन। त्यो कारणले गर्दा तपाईँलाई लाग्छ होला अझै पनि परमेश्वरमा आशा राख्ने र सबै त सकिसक्यो, सबै त भइसक्यो, केही त भएको छैन मेरो लाइफमा, के चाहिँ बाँकी छ र अब परमेश्वरमा आशा राख्ने भन्ने लाग्न सक्छ। तर अझै पनि हामीले चाहिँ हाम्रो आशा परमेश्वरमा राख्न सक्छौँ, किनकि परमेश्वर जहिले पनि काम गर्नुहुने, हामीलाई सुन्नुहुने परमेश्वर हुनुहुन्छ। हामीलाई सकिएको जस्तो लाग्छ, उहाँलाई सुरु भएको जस्तो लाग्छ हाम्रो कुराहरू होइन, हाम्रो जीवनमा दिने कुराहरू। त्यो कारणले गर्दाखेरि चाहिँ अझै पनि तपाईँको जीवनमा तपाईँले आशा देख्नु भएको छैन भने अझै पनि आफ्नो परमेश्वरमाथि आशा राख्नुहोस्, किनकि उहाँमा राखिएका आशाहरू चाहिँ कहिले पनि निराश हुँदैनन् भनेर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। परमेश्वरको प्रेम र परमेश्वरको मौसम, परमेश्वरको सिजन चाहिँ भेरी डिफ्रेन्ट क्या, एकदमै फरक छ। अनि यो चाहिँ मसँग पनि रिलेटेड हुने कुरा हो, तपाईँसँग पनि रिलेटेड हुने कुरा हो। किन भन्दाखेरि चाहिँ कति पटक सक्यो, अब सक्दिनँ, अब सबै बन्द भयो, कहीँ पनि कुनै पनि ढोकाहरू मेरो लागि खुल्नेवाला छैन भन्ने लाग्छ। फेरि पनि नयाँ बिहानी, नयाँ जोस, नयाँ जाँगरसहित परमेश्वरले त्यो ऊर्जा दिनुहुन्छ तपाईँलाई अनि मलाई। जसरी हिजो राति एकदमै ठुलो पानी परेको थियो अनि पानी बन्द हुन्छ र अथवा यस्तो खालको मौसम हुन्छ र भन्ने कति पटक हामीलाई लाग्छ। अनि कहिले उज्यालो होला भन्ने पनि हामीलाई लाग्छ, कति पटक उज्यालो हुन्छ र भन्ने पनि लाग्छ, सायद यस्तै नै होला भन्ने पनि लाग्छ। तर फेरि परमेश्वरले आफ्नो समयमा आफ्नो काम जसरी भए पनि गर्नुहुन्छ। त्यसमा चाहिँ प्रकृति मात्रै पर्दैन, तपाईँ र म पनि पर्छौँ। र हामीले नसोचेका, हामीले नचाहेका कुराहरू पनि हाम्रो जीवनमा भएका छन् होला। तर परमेश्वरले चाहेका कुराहरू गर्न देऊ न हामी होइन, उहाँले चाहिँ असल कुराहरू गर्नुहुन्छ भन्ने छ। यो बिहानी हामी यही नै प्रार्थना गरौँ। म तपाईँहरूको लागि यही नै प्रार्थना गर्नेछु, प्रभुले तपाईँहरूलाई सबै कुरामा आशिष दिनुभएको होस् र त्यो ऊर्जा, त्यो आशा फेरि पनि तपाईँको जीवनमा हुन सकेको होस् भनेर भन्न चाहन्छु। अनि हामी कुनै पनि कुरामा त्यसरी डराउनु हुन्न भनिन्छ कि,
त्यो कारणले गर्दा परमेश्वर चाहिँ अनुग्रही हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर जिउँदो हुनुहुन्छ। त्यो कारणले गर्दा परमेश्वरलाई धन्यवाद दिने कुराहरू, परमेश्वरमा आशा राख्ने कुराहरू चाहिँ थुप्रै छन्। अनि हामीलाई कहिले कहिले उदेकको लाग्छ कि कसरी सम्भव हुन्छ होला है, कतै बादल लगाइरहेछ, कतै पानी परिरहेछ, कतै चाहिँ कसरी यसरी घाम लाग्छ होला भन्ने पनि लाग्छ कि हामीलाई। त्यो टाकुरामा देखेर मलाई कस्तो त्यो मनमा आनन्द लागिरहेछ कि, जस्तो त्यहाँ चाहिँ कस्तो मजाले घाम लागिरहेको छ त्यो पहाडमा, त्यो हाइटमा। अनि यस्तो सुन्दर कुराहरू देख्न पाउँदा चाहिँ फेरि पनि परमेश्वर हुनुहुन्छ। हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलिको दिनहरूमा पनि हुनुहुन्छ भन्ने लाग्छ। त्यो कारणले गर्दा त्यो पर्वत बनाउनु हुने परमेश्वर, अनि त्यो त हामीलाई कति हाइट लाग्छ नि त, कति अग्लो लाग्छ, अचम्म र उदेकको लाग्छ त्यो हाइट भएको भएर त्यहाँ घाम आयो होला भन्ने लाग्छ। तर त्योभन्दा पनि त्यसलाई बनाउनु हुने परमेश्वर महान हुनुहुन्छ अनि स्पेसल हुनुहुन्छ। अनि साँच्चै उहाँको काम अझै महान छ। त्यो कारणले गर्दा चाहिँ परमेश्वरमा आशा राख्न नछोडौँ, अझै पनि परमेश्वरमा आशा राखौँ। म पनि राख्नेछु, तपाईँहरू पनि राख्नुहोस्, किनकि हाम्रो परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। हाम्रो आशा चाहिँ हाम्रो परमेश्वरमाथि हुनुपर्छ, न त कुनै पनि थोकहरूमाथि, न कुनै पनि हामीमाथि, तर हाम्रो परमेश्वरमाथि चाहिँ हामीले हाम्रो आशा राख्न सक्छौँ भन्ने उत्साहको वचन म तपाईँहरूलाई बोल्न चाहन्छु यो बिहानै। ह्याभ अ गुड डे। परमेश्वर धेरै आशिष दिनुभएको होस्।